नेपाल वुमेन्स फुटबल टिम इज फार बेटर देन नेपाल मेन्स फुटबल टिम। यो भनिराख्नु कुरा पनि होइन, प्रष्ट देखिरहेका छौं। हिजो भएको एएफसी वुमेन्स एसियन कप क्वालिफायर्समा लाओसलाई 9 गोल हाने हाम्रा चेलीहरूले, र यो सरप्राइजिङ कुरा पनि होइन। यति गोल त हामीले एक्सपेक्ट गरिरहेका थियौं। अझ मैले त 12 गोल जति त हान्छ कि भन्ने एक्सपेक्ट गरिरहेको थिएँ। नेपालको हिजो 100th इन्टरनेसनल गेम थियो र हिजो नेपालले जित हासिल गर्न सक्यो लाओस विरुद्ध। तर अलि अस्ति नेपाल मेन्स फुटबल टिमले पनि लाओस विरुद्ध खेल खेलेको थियो र उक्त खेल नेपालले 1 गोलको अन्तरालले हार बेहोर्नु परेको थियो। मैले यो किन भनिरहेको छु भने लाओस एउटा त्यस्तो टिम हो जसलाई नेपालले इजिली हराउन सक्छ। तर दुःखद खबर, मेन्स फुटबल टिमले लाओसलाई हराउन सकेन भने वुमेन्स फुटबल टिमले इजिली हराउन सक्यो। म्याचको कुरा गर्ने हो भने सेकेन्ड हाफ वाज अनबिलिभेबल थियो। फर्स्ट हाफको कुरा गर्दा नेपाल जस्तो लेभलमा खेल्नु पर्ने थियो त्यस्तो लेभलमा खेलेको थिएन। फर्स्ट हाफमा न एक्युरेट पास थियो, न प्लेयर्सको कोअर्डिनेसन मिलेको थियो। यो गल्ती चाँडो भन्दा चाँडो सुधार्नु पर्छ यदि एसियन कप क्वालिफायर्समा क्वालिफाई हुनु छ भने।